पल शाह र नीति शाहलाई हामीले अब एउटै स्क्रिनमा देख्न पाउने भएका छौं। नायक पल शाहले नीति शाहसँगको एउटा नयाँ फोटो आफ्नो सोशल मिडिया फेसबुकमा सार्वजनिक गरेका छन्। उक्त फोटो मोहर चलचित्रको रहेको छ। यतिखेर भने पल शाह र नीति शाह मोहर चलचित्रको सुटिङ गर्नमा नै व्यस्त रहेका छन्। पल शाह र नीति शाहको सुटिङको फोटो भिडियोहरू सोशल मिडियामा एकदमै धेरै भाइरल भइरहेको छ भने यी दुई जोडीलाई दर्शक श्रोताहरूले पनि एकदमै धेरै मन पराइरहेका छन्। यो मुभीमा हामीले पल शाह र नीति शाहलाई मात्र नभइकन नायिका बेनिसा हमाललाई पनि देख्न पाउने भएका छौं। मोहर चलचित्रको छायाङ्कन सुरु भएदेखि नै यो मुभीको एकदमै धेरै चर्चा भइरहेको छ। मोहर चलचित्र 2082 मा रिलिज हुने भएको छ र जुन चलचित्रको अहिले व्यापक रूपमा छायाङ्कन भइरहेको छ। यो फिल्मको छायाङ्कन भइरहेको केही फोटो भिडियोहरू सोशल मिडियामा सार्वजनिक गरिएको छ र उक्त फोटो भिडियोहरू अहिले एकदमै धेरै भाइरल पनि भइरहेको छ। यो फिल्म रिलिज भइसकेपछि पल शाह र नीति शाहको जोडीलाई दर्शकहरूले एकदमै धेरै मन पराउने अनुमान गरिएको छ। तपाईहरू पल शाह र नीति शाहको जोडीलाई लिएर के भन्न चाहनुहुन्छ कमेन्ट गर्न चाहिँ नभुल्नुहोला।